कहाँ छ भन्ने कुरो पिनले झिकिदिए त हुन्छ पिनले निकाल्नु भयो पत्ता लाग्नु दुःख रहेछ कोही आउँछ कोही आउन ड्यामेज हुन्छ हैन त्यस्तै त हो आगो फुकेर अहिले त्यहाँ मोइनको बनाउनु रानी हालेपछि रानी बनाउनु पर्यो तल खस्दैन र सर हजुर त्यसै घोप्टो राखेर खस्दैन र यसलाई के भन्छ न रे कसलाई यो फर्मलाई यो फ्रेमलाई के यो टास्नु भएको नि यो रानीको क्विन सेट हो कि क्वीन सेट हजुर जस्तै अब यसरी राख्ने हैन अब तपाई के गर्ने भने यिनी कप बनाएर यहाँ जोइन गर्नु हाल्नु भयो फेरि के नि मोइन का नि आफै बनाए पनि भयो किन्न नि पाइन्छ त्यसपछि आधा घण्टा जति मौरलाई साफ गर्न दिनु पर्यो यतिकै राखिदिने यो झारमा अब यो सब तयार भयो तयार भएपछि यसलाई घोप्टो पार्नु यतिकै केही नराखिकन अब यसरी घोप्टो पारेर सिधै जो फेरिमा झारे लगाए चाहिँ यसरी हालिदिनु भयो हालिसके के हुने भयो त भन्दा उसले आधा घण्टा साफ गर्यो साफ गरिसकेपछि के हुने भयो भनेपछि तपाईँ लिनुहुन्छ त्यसपछि कुन घारको त्यसको बच्चा हाल्ने हो त्यसपछि त्यसको निडलले तपाईँको बच्चा एक दिन दुई दिन बच्चा यसमा हाल्ने हालिसकेपछि पुरैमा हाल्नु भयो हालेर फेरि लगेर यसरी घोप्टो पारेर तपाईँको लानु र राखिदिनु भयो भने कोही बेला सर भनेको खस्दैन त्यही भन्छ कसरी चप्पिन्छ त्यो चप्पिन्छ त रोजेलीले हुन्छ रोजेली हुन्छ त चप्पिन्छ बच्चा हाले पनि त खस्दैन समाज छ उसले आफ्नोले होइन त्यही भएर सोधेको त्यसपछि उसले के गर्ने त भयो भन्दाखेरि अब कतिचोटि उसले कसैले पुरै बिल ल्याउँछ उनीहरूले दुई क्विन्टल ल्याइदिन्छ होइन तपाईँको फेरि आज ल्याएन फेरि फाल्नुहोस् फेरि दिनुहोस् भोलि फेरि फाले भोलि ल्याइदिनुहोस् भोलि अर्को राख्ने कि त्यही राख्ने अब फेरि अर्को राख्ने एकपल्ट ल्याएन भने फाल्यो ल्याएको भनेर तपाईँ के गर्छ भने यहाँ कोष उठाएको देखिन्छ नल्याएको त्यतिकै नल्याएको तपाईँको यस्तै हुन्छ ल्याएको सेतो कोष बनाएर उरा उठाएको हुन्छ ठुलो बनाउँछ ठुलो बनाएको हुन्छ पातलो च्याप्टो गोलो बनाएर उरा त्यसले अर्का उठाएको दिने बनाएको हुन्छ कि अर्का दिन बनाएको हो तपाईँको अर्का दिन हेरे भयो कि आज राख्नु हो भोलि हेर्नुहोस् भोलि हेरेर गरेछ अब तपाईँको ल यसमा 20वटा ल्याऊ अरू यो छनहरू छन् भने यसलाई निकालेर लार्भा कत्रो राख्नु पर्छ दाइ हजुर लार्भा निकाल्ने बेला कत्रो निकाल्नु पर्यो त्यो त जति सक्यो जति सक्यो सानो सानो निकाल्दा ड्यामेज कम हुन्छ ड्यामेज भन्दा पनि निकाल्दा ड्यामेज पनि कम हुन्छ उसले फुल रेल जेली खानु पाउँछ किनभने यता आइसकेपछि त त्यो रानीमै परिणत हो नि मौरले त अरू भेटाउनु न त्यहाँ त बच्चा कुनै पनि छैन अब उसले त रानी बनाउनु त केही पनि छैन नभए त उसले के भन्नु त फोकस त्यसैलाई गर्ने भयो जति त ठुलो ल्याइयो भने त्यो पुरै रोयल जेली खाना छोडेर जाने पछि रानी बन्छ कि नै रोयल जेली त पुरै समय त खाँदैन त्यसले अनि त्यो त रानी बन्छ भन्छ जति रोयल जेली त केही समय हामीले बुझेको केही समय खुवाउँछ अनि त्यसपछि चाहिँ जसले रोयल जेली खान्छ त्यो रानी भन्छ अरू भाले गर्ने मौरी भन्छ रानी गरेको पनि होइन तर पछाडि बिचमा चाहिँ जसले बिचमा अब भालेतिर